बडा दशैंको उपलक्ष्यमा सम्पूर्ण दर्शकहरूमा हार्दिक मङ्गलमय शुभकामना। तपाईहरुको दशैं सुखमय होस्। दुर्गा भवानीले सबको रक्षा गरून्। लजाम छोडी हिँड्नु भित्र। हजुर किन टोलाएर बस्नु भएको अजीको बुवा? यसरी खेतीपाती मात्र गरेर हाम्रो गुजारा चल्दैन रश्मि। अब के गर्ने त अजीको बाउ? हाम्रो भाग्यमा यस्तै रहेछ। नरौ रश्मि, अब हामीले हाम्रो भाग्यलाई बदल्नु पर्छ। नानीहरू झन् बढ्दै जान्छ, कमाइ पनि त्यही हो। अर्जिना, ए अर्जिना, हजुर मम्मी। पानी परिरहेछ, लुगा टिप्न जाऊ। हजुरले भाग्य बदल्ने कुरा गर्नुभयो, के यो सम्भव छ र? सम्भव छ अस्मि, सम्भव छ। कसरी सम्भव छ अजीको बाउ? अब यिनीहरूको भविष्यको लागि मैले विदेश जानुपर्छ। विदेश जानको लागि पनि त पैसा चाहियो नि। यसबारे केही कुरा नगर, मिलाएर आइसकेको छु। सायद अब त मेरो 2-3 दिन पछाडि फ्लाइट हुन्छ होला। अघि तिमी भन्थ्यौ नि किन टोलाएर बसेको भनेर। यही कुरो कहाँबाट भनौँ, कसरी भनौँ भनेर सोचिरहेको थिएँ। दसैँको मुखमा आएर हजुरले के भन्नुभएको? तपाईँ गएपछि यो छोरीहरूलाई कसरी सम्हाल्नु? बुवा तपाईँ नजानुहोस् न। हो बुवा, तपाईँ गएपछि मेरो पढाइ कसरी पुरा हुन्छ? मलाई मात्र जान कहाँ मन छ र? घरको अवस्था यस्तो छ, बिहान खायो बेलुका के खाऊँ, बेलुका खायो बिहान के खाऊँ। आमा मलाई यो दसैँमा रातो लुगा किनिदिनुहोस् न है। होइन नानी, अहिले हामीसँग पैसा छैन।
तिम्रो बाबा विदेश जान लाग्नु भइरहेको छ कतिबाट पठाइदिनु भइहाल्छ हो बहिनी बाबाले पनि अब विदेशबाट पठाइदिइहाल्नुहुन्छ नि तर आमा यो दसैँमा हामीलाई कसले टिका लगाइदिन्छ कसले आशीर्वाद दिन्छ तेरी आमाले लगाइदिन्छ छोरी मेरो आशीर्वादको तिमीहरूलाई छँदैछ नि अब बाहिर खेलौँ भने पानी परिरहेको छ हामीले भित्रै परेर बस्छ दिदी हजुरहरूले के हो यो e-book हो e-book can be read by using computer smartphone or any e-book reader हामीले चाहिँ e-book भनेको एउटा इलेक्ट्रोनिक बुक हो रे बिजुलीहरुबाट चल्ने बुक हो रे यो बुक अनि त्यहाँबाट हामीले यसलाई यो जेबाट पनि पढ्न मिल्छ रे के इन्टरनेटबाट चल्ने सामानहरु जुनबाट पनि पढ्न मिल्छ रे जस्तै कि कम्प्युटर स्मार्टफोन यस्तै हामीले चलाइराख्ने ओहरुबाट पढ्न मिल्छ रे अनि टाइममा खाना खानुहोस् अब तपाईँ विदेश नजानुहोस् यो थाली कसैको राम्रो सङ्केत होइन बरु दुःख सुख गरेर यहीँ बसौँला तपाईँ विदेश नजानुहोस् बोल्नुहुँदा मलाई दसैँमा नयाँ लुगा चाहिँदैन तपाईँ हामीलाई छोडेर नजानुहोस् यदि तपाईँलाई केही भइदिइहाल्यो भने हामी के गर्ने मलाई माफ गर्नु छोरी मलाई तिमीहरूको भविष्यको लागि जानै पर्छ आज बिहान 9:20 बजे साउदी अरबको लागि उडेको विमानमा खराबी आई दुर्घटनाग्रस्त भएको छ। विमान सवारमा कोही पनि जीवित नहुने आँकडा गरिएको छ। आमा आमा अब त बुवा पनि विदेश पुगिसक्नु भयो होला है पुगिसक्नु भयो होला नि तिम्रो बाबा हिँड्नु भएको 10 घण्टा भइसक्यो बाबाले विदेशबाट पैसा पठाए पछाडि मासु खानुपर्छ है आमा हुन्छ छोरी तिम्रो बाबाले पैसा पठाइदिनु भएपछि मिठो मिठो नि खाउने भाउजू के भयो नानी किन हस्याङ पस्याङ गर्दै आउनु भएको भाउजू बाहिर जानु भएको प्लेन त क्रास भएछ त्यहाँ भएको कोही पनि बसिनु छ हुन सक्दैन मिस भाउजू वास्तविक त यही हो नरिमिस भाउजू राम्ररी बस्नुहोस् मैले नजाऊ भनेको थिएँ यही कुरा सुन्नु रहेछ नरो के भइरहेछ बिहोस भएछ सकेर नानु स्वास्थ्य चौकी लग्नु पर्यो यसलाई
सन्तानको उज्जवल भविष्यको लागि विदेश जान बाध्य हुन्छन्। नीतिको खेलले त्यो सपना अधुरै रह्यो। दसैँको रमाइलो क्षणमा विपत्तिले यो परिवारलाई अन्धकारमा धकेल्यो। हजारौँ नेपालीहरू यस्तै बिदा बोकेर परदेश छन्। परिवार हाम्रो सबैभन्दा ठुलो सम्पत्ति हो, त्यसलाई माया गरौँ र हेरचाह